आज हामी जाँदैछौँ फाइनली लुम्बिनी। सो लुम्बिनीको लागि हाम्रो यात्रा सुरु भइसकेको छ। यहाँ छु म, यहाँ छिन् हाम्रो बेबी ब्युटिफुल, उहाँ छिन् ब्युटिफुल सिर्जना, उहाँ छन् भाइ हाम्रो ह्यान्डसम सज्जन, र अब हामी हिँड्दैछौँ। हिँडेर लुम्बिनी पुगेपछि हामी देखाउँछौँ। अहिले चाहिँ हामी लुम्बिनी फाइनली पुग्यौँ। अब चाहिँ हामी लुम्बिनी घुम्नलाई जाँदैछौँ। यहाँ छिन् मेरो बेबी। हेलो बेबी। उहाँ छन् प्रशान्त मेरो साथी, उसलाई भ्लगमा आउन खासै मन पर्दैन। त्यसपछि भाइ, त्यसपछि उता सिर्जना, त्यो सिर्जनाको साथी। अगाडि हात समातेर हिँड्नु पऱ्यो बेबी। अब हामी जाँदैछौँ, पार्टमा देखाउँछु मैले। अहिले चाहिँ हामी पुग्यौँ अरे सबभन्दा राम्रो मन्दिर अङ्कलले भनेअनुसार। अब हामी जाँदैछौँ भित्र। अहिले चाहिँ यो कन्स्ट्रक्सनमा छ, नयाँ बनेको मन्दिर राम्रो छ, हेर्न सक्नुहुन्छ। कस्तो राम्रो। अब हाम्रो चाहिँ यो मन्दिरलाई सकिसक्यौँ, भित्र अवलोकन गरेर राम्रो लाग्यो। कन्स्ट्रक्सन अझै बाँकी रहेको छ, यो कम्प्लिट भएपछि एकदमै दामी हुन्छ। अब चाहिँ हामी अर्को मन्दिरतर्फ जाँदैछौँ। उता देखेको चाहिँ अगाडिको मन्दिर चाहिँ सिङ्गापुर मन्दिर है, सिङ्गापुर मन्दिर हो अरे एज पर दाई। मन्दिर जाँदैछौँ, हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ। हाम्रो टोली अगाडि पुगिसक्यो, दाइले चाहिँ लिएर जाँदै हुनुहुन्छ। मन्दिर साह्रै राम्रो छ, त्यस्तो छ अगाडि। हाम्रो सामान हेरिदिनु है दाइ, हामीले सामान हजुरको भरोसा छोडेर आछौँ। होइन म उसमा राखेको छु। कस्तो राम्रो। मेरो बेबीलाई यहाँ मन्दिर मन पर्यो। कुन मन्दिर मन पर्यो बेबी भनिदेऊ। उताको मन्दिर मन पर्यो। नेपालको यार राम्रो, नेपाल पनि राम्रो बनाएको छ कि। नेपालको त्यो ए नेपालको पनि राम्रो रहेछ। यहाँ पुरै देशको छ के मन्दिर, जर्मनी, जापान, कोरिया, थाइल्यान्ड, युएसको छ कि नै कुनै थाहा भएन मलाई। अमेरिका भन्न डाइरेक्ट। ए अमेरिकाको छ कि छैन। यो पुरै युनाइटेड स्टेटको हो त्यो त। युनाइटेड स्टेटको। बेबीलाई धेरै नलेज छ कि मलाई भन्दा है बेबी। सर्ट फर्ममा भन्छन्। सर्ट फर्ममा भन्छन् है बेबी। जापानको मन्दिर जापान अब चाहिँ हामी यो मन्दिरको दृश्यमा छौँ। यस्तो रहेको छ यो मन्दिर। यो मन्दिर पनि एकदम राम्रो छ, लुम्बिनीको मन्दिर। उता छन् एउटा टोली, यता छन् एउटा टोली, राम्रो छ। म यता छु। यस्तो राम्रो। लुम्बिनी त सबभन्दा राम्रो, नेपाल भरिको राम्रो छ। आफ्नो लुम्बिनीतिर भएर होला। हाम्रो यो जर्मनीको मन्दिर रहेको थियो। यो जर्मनीको मन्दिर चाहिँ घुमेर फर्किसक्यौँ। अब अगाडि जान्छौँ। यहाँ हाम्रो ग्रुप, घुम्ने ग्रुप कस्तो राम्रो छ। तर भित्र चाहिँ फोटो खिच्न, भिडियो बनाउन अलाउड रहेनछ। प्रशान्त द फोटोग्राफर। गौतम बुद्ध भगवान हो। मलाई पठाऊ है फोटो। के फोटोसुट चलेको छ बेबी। ल यही चाहिँ जाँदैछौँ बेबीको इच्छाको मन्दिरमा। बेबीको इच्छाको मन्दिर जापान। मेरो बेबी मजाले बोलिरहेछ प्रशान्तसँग।
BTS यता पनि सज्जन भाइ ब्लगमा भन त तिमीलाई कस्तो एक्सपिरियन्स भइरहेछ अहिलेसम्म एकदमै राम्रो राम्रो मात्रै युनिक स्पिरिचुअल फिल भइरह होला है प्रशान्त तिमीले भनिदेऊ त केही भनिदेऊ न मेरो ब्लगलाई ए ल ल सिर्जना तिमी भन केही धेरै रमाइलो लागिरहेछ आज नि धेरै खुसी थियौँ ब्युटिफुल ब्युटिफुल साथीलाई कस्तो लागिरह मौसम साथीलाई केही फिल भएन अरे मौसमलाई मेरो बेबी मात्र बाँकी भयो कि सोध्नलाई मेरो बेबी तिमीलाई कस्तो लागिरह राम्रो लागिरह बेबीले फेरि राम्रो लाइपर राम्रो भन्छन् नराम्रो लाइपर बोर लाख भन्छन् लिङ्सन मन्दिर यहाँ धेरै मन्दिर छन् सिर्जना मलाई नि सोध न मलाई कस्तो लागिरह भनेर मेरो ब्लगमा हजुरलाई कस्तो लागिरहेको छ हजुरलाई यहाँ छोपेर के मलाई एकदमै रमाइलो लागिरहेको छ म 8 बजेपछि आएँ यहाँ मैले धेरै कुरा नयाँ मन्दिरहरू पाएँ त्यसले मलाई खुसी लागिरहेको अब फेरि आयौँ हामी अर्को मन्दिरमा यो मन्दिरको नाम अझै मलाई थाहा छैन म गएर भित्र गएर बुझ्नुपर्छ के रहेछ यो मन्दिर म साइलेन्स हुन्छ है हामी पुग्यौँ चाइनाको मन्दिर लुम्बिनीमा यहाँ चाहिँ मेरो बेबीले एक्सप्लेन गरिरहेछन् उनको फेभरेट मन्दिर भनेको साउथ कोरियाको रे भनेर ए लाफिङ बुद्ध चप्पल चाहिँ यता खोल्नुपर्छ अब चाहिँ यहाँ चाहिँ प्रशान्त र बेबीको गफ चलिरह फोटो खिच्ने हो यहाँ फोटो खिच्न अलाउड रहेछ क्या अलाउड रहेछ यहाँबाट फेरि अगाडि बढ्दैछौँ रहेको छ यतातिर बेबी लास्ट इन्जोय गरिकन आज लुम्बिनी बेबी बेबीलाई साह्रै हेर्न मन लाग्यो मन्दिर तर के गर्ने बेबीले हेर्नै पाइने फेभरेट देश साउथ कोरिया रे बेबीको केही भन बेबी बेबी भन प्रशान्त केही जाओस् केही जाओस् यहाँ छौँ हामी दुईटा सुन त फेरि कस्तो लागिरहेको कस्तो आँखा कस्तो तिमीले साउथ कोरिया किन भन्नुपर्छ र अब बिस्तारै के मन पर्यो कल्चर मन कस्तो पर्छ कल्चर छ मलाई थाहा छैन तिमीले भन्नुपर्छ कस्तो फुडहरूमा के मन पर्छ अक्टोबसहरूलाई छोडेर तिमीले पनि खान्छ पुरा अरू के खान्छ थाहा छ अक्टोबस क्रोकोडाइल क्रोकोडाइल खान्छ तिनीहरूले अरू के मन पर्छ त नि तिमीलाई मन चाहिँ के पर्छ के साउथ कोरियाको के मन पर्छ ड्रेस कस्तो लाग्छन् बेबी हो कल्चरमा के मन पर्यो कल्चरमा के हुन्छ बेबी
गुगल गर्नु होला यिनी जेन अल्फा हुन् कि अल्फा जेनजीलाई बिट गरिदिन्छ नि आज हाम्रो राम्रो ल हल्का माथि हो भित्रमा पुरै राम्रो आएको छ यसले त ठिक छ सर्च गरेर पेन्ट पनि गरेर छैन क्या मन पराउने बेबी चाहिँ साउथ कोरियाको लास्टै ठुलो फ्यान म त गरिदिन्छु मेरो कसैले भिडियो सुट गरिदिनु ल यता छै मेरो नाम दिदिले पङ्खाले हावा गर्नु अलि राम्रो क्यामेरा पङ्खा हुन्छ फ्यान अब हामी आयौँ नेपालको मन्दिरमा बेबीको इच्छाको साउथ कोरियाको मन्दिर चाहिँ हामी जान पाएनौँ नेपालको मन्दिर आयौँ बेबी तिमी जन्मेको त नेपाल हो तिमीलाई कस्तो मन पर्यो कि नेपालको मन्दिर बोल न केही राम्रो लाग्यो ए फटाफट हिँड्नु अरे बेबीको ख्वाइस पनि छुट्टै छ यता चाहिँ हिँडिसक्यो हाम्रो टोली एकजना बाँकी छन् हामी पनि हिँड्दैछौँ बेबी र म ओके 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 बेबी हामी अगाडि जाँदैछौँ हाम्रो यो नेपालको मन्दिर रहेको छ साह्रै राम्रो छ रमाइलो छ शान्त छ हामी पुग्यौँ नेपालको मनाङको मन्दिर लुम्बिनीमा रहेको मनाङको मन्दिर अब चाहिँ हाम्रो इन्ट्री भयो रहेको छ मनाङको मन्दिर बाल्ने गर्दैछ यो किन रिसिन्छ बेबी खोला 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 बेबीले भाइको भिडियो बेबी तिमी पनि दौड त ओहो तर यहाँ राम्रो देखेछ हाम्रो फोटोग्राफर प्रशान्त मेरो ब्लगमा केही भनिदेऊ न कन्ट्रिब्युसन प्लिज कुछ कन्ट्रिब्युसन सिर्जनाको साथीलाई बोर लाग्यो जस्तो छ सिर्जनाको साथीलाई हजुरलाई सिर्जनाको साथी म मात्रै हो ए फुलसुलको बगिसकेन केटीहरूले फोटो खिचाउने चाहिँ यो मन्दिरको माथि जाँदैछौँ बेबीले हामीलाई लिएर जाँदैछिन् बेबी लेट्स गो सिडी चढिसक्यौँ यो चाहिँ मनाङको मन्दिर हो है भित्र जाँदैछौँ हामी चाहिँ मन्दिर पुगिसक्यौँ उहाँ छन् हाम्रा साथीहरू तिनवटा साथीहरू चाहिँ वहीँ छन् ऊ हाई हाई गर्दैछन् फुलै फुलको बगैँचामा छन् यिनीहरू अब चाहिँ माथि आउने क्रममा छन् यिनी आएपछि यो घुमाउन त पर्यो त्यही भएर सबैजना यहाँ घुमाउनतिर लागेछन् म चाहिँ यिनीहरूको यो मोमेन्टलाई क्याप्चर गर्दैछु सिर्जना अलि फास्ट ए भिडियो पो रहेछ उतातिर त्यही भएर पो रहेछ स्लो अब अगाडि म्यान आइसके फर्स्ट भइसके बेबी फर्स्ट ओ माई गॉड सिर्जना त लास्ट भइन ल गर सबलाई रहर लाग्छ हाम्रो लुम्बिनीको कहिले ननिभ्ने दियो हो त्यहाँ चाहिँ भोटिङ भइरहेछ एकछिनपछि हामी पनि भोटिङ गर्छौँ शान्तिदीप
अब बल्ल फोटो खिच्नु ठाउँ आयो अरे यस्तो भएको छ मलाई त गर्मी भयो अब हामी पुग्यौँ लुम्बिनीमा जगदीशपुरमा नि यस्तै लेखेछ यहाँ लुम्बिनी छ जगदीशपुर पनि लेखेछ गर्मी छ यता लुम्बिनी पनि लेखेछ तर आज कम्पेरिटिभली अरू दिनभन्दा शीतल भएर हामी अलि हिँड्न सक्यौँ अब हामी मायादेवी जाँदैछौँ मायादेवी पुग्यौँ कृपया शान्त लेखेछ यहाँ हेर हाँसेको हाँसेछन् मेरो यहाँ एउटा बिल्ला भइसक्यो त्यही भएर हाँसेछन् यिनीहरू अनि त्यसपछि यहाँ छिन् बेबी के भयो किन हाँसेको मेरो चाहिँ के बिल्ला भयो भन्दा म भन्दिनँ म भ्लगमा भन्दिनँ मेरो फेरि बिल्ला भयो ओके म अब कहिले बाहिर गएकै होइन अरू देश गएकै होइन अहिले तिमीहरूलाई थाहा थियो त्यो कुरा मलाई थाहा थिएन नि त ओके अनि यस्तो सिस्टम पहिला थिएन कि अब म त्यस्तो ठुल्ठुला मल जाने मान्छे परेन यहाँ के रहेछ भन्दाखेरि म त ब्याग राखिदिनु रहेछन् भनेर मैले ब्याग राख्न दिएँ तर त्यहाँ चेकिङ पो रहेछ त्यही भएर सबै हाँसे चेकिङ त होला नि के हो हामी चाहिँ अहिले मायादेवी मन्दिरको दर्शन गरेर अगाडि हिँडिसक्यौँ यहाँ छ यस्तो पोखरी त्यसपछि अगाडि छ विश्राम गर्ने ठाउँ रमाइलो छ कस्तो लाग्यो तिमीलाई मायादेवी अब फोटो खिच न राम्रो हुन्छ कि मायादेवीमा मेन हाल्ने भनेकै मायादेवीको फोटो यहाँ थकित भएका छन् साथीहरू कस्तो राम्रो मायादेवी मन्दिर यहाँ छौँ हामी सबै अब म सोध्छु सबैलाई आजको अब यो लास्ट डेस्टिनेसन जस्तो लाग्यो के भयो के कस्तो लाग्यो ल सिर्जना तिमीले पहिला भन तिमीलाई कस्तो लाग्यो के भयो यो हामी लास्टतिर पुगिसक्यौँ नि त त्यही भएर भन त लुम्बिनी कस्तो लाग्यो एकदम खुसी लागिरह एकदमै ल बेबी तिमीलाई कस्तो लाग्यो भन प्रिपेयर भयो एकदमै धेरै राम्रो सजनलाई कस्तो लाग्यो एकदम राम्रो लागिरह ए हो ल आज प्रशान्त एकदम राम्रो लाग्यो अर्को साथी कहाँ गयो त नि ए तिमीलाई कस्तो लाग्यो आजको दिन आजको यो घुमाइ कस्तो लाग्यो दामी लाग्यो दामी भयो यार मलाई नि सोध आज हजुरलाई कस्तो लाग्यो एकदमै रमाइलो लाग्यो राम्रो लाग्यो हरूको पनि आगमन भइसकेको छ यी धेरै धेरै बाँदरहरू आउनुभएको छ प्रवेश गर्न आतङ्क मचाउन र मेरो ग्रुप चाहिँ अगाडि पुगिसक्यो अब हामी बोटिङ गर्ने अनि बोटिङ गरेर अगाडि जाने अब हामी बोटमा बसिसकेका छौँ अब हामी जान्छौँ यहाँ छिन् दुईजना हल्लिरह बोट सबै पपुलेसन यहाँ भए ब्यालेन्स भयो कि अझै उता भारी भयो वेट बढी भयो हामी चाहिँ यो बोटलाई ब्यालेन्स गर्दैछौँ पपुलेसन अनुसार भिडियो बनाइरहेका छन् अगाडि बसेर मौसमले भिडियो बनाइरहेका छन् एकजनाको चिसो चिसो भयो बल्ल
जाँदैछौँ स्तुपामा। हेर्न सक्नुहुन्छ स्तुपा कस्तो छ। बेबी तिमी पनि अगाडि जाऊ। सेतो गुम्बा देख्न सक्नुहुन्छ। यहाँ हाम्रो टोली अगाडि गएको छ। प्रशान्त लामले बाई बाई गरेर आइसक्यौँ। कस्तो भइरह अहिलेसम्म सबैले भनौँ। राम्रो रमाइलो ल ल मेन त सिर्जना र सज्जनलाई राम्रो लाग्यो त भइहाल्यो। यिनीहरूलाई घुमाउन ल्याएको हामी त घुमेको यस्तै हो। बेबी तिमीलाई कस्तो लागिरहेको बेबी? राम्रो ल यहाँ केही पुग्यौँ स्तुपामा। यहाँ छिन् हाम्रो बेबी। नानी दिदीले किनिदिएको गिफ्ट बेबीलाई। खुसी छ बेबी? ल अब अगाडि हिँड त ल। म तिम्रो अहिले एकछिनमा भिडियो बनाइदिन्छु है ल। अब चाहिँ हाम्रो लुम्बिनीको घुमाइसकियो। कस्तो लाग्यो तिमीलाई? मलाई एकदमै राम्रो लाग्यो। वाह भाइ वाह एकदम रियल देखियो भाइको चाहिँ। बाई गर भाइ। हामी चाहिँ कहाँ आयौँ अहिले? स्ट्रिट फुड खानालाई हामी ट्राफिक चोक आयौँ। बेबी कस्तो लागिरहेको तिमीलाई? अब यहाँ मेरो भाइ मनिष छ, उता अभिषेक छ। हामी 4 जना भएर अब बुटोल पुग्यौँ। बुटोल पुगेर अब ट्राफिक चोकमा छौँ। हामी स्ट्रिट फुड खाने ठाउँहरू यस्तो यस्तो रहेको छ। मस्त छ, रमाइलो छ। अहिले चाहिँ हामी फुल्के ट्राई गऱ्यौँ। यहाँ छ अभिषेक, हेलो हेन्सी, यता मनिष। ओ माई गड हाई गर न। आज चाहिँ मेरो भ्लगमा फर्स्ट टाइम हो। हामी चाहिँ सिब्लिङ्स हो, सिब्लिङ्स। वी आर सिब्लिङ्स। यस भन न। यहाँ छिन् सिर्जना, कलमा छिन्। यहाँ छिन् मेरो बेबी। कस्तो लाग्यो बेबी फुल्की? ल चाहिँ हिँड बेबी अहिले त फेरि। यहाँ छु म। गाइज अब चाहिँ हामी पुग्यौँ बुटोल हाम्रो अभिषेक र मनिषको रुममा। अनि हामी खाँदैछौँ खाना। अहिले रातिको बजे छ 11। यहाँ छन् हामी इज माई ब्रदर एन्ड यता छन् सृजन, सज्जन। सृजन राख्न पर्ने थियो, सज्जन झुक्केर नाम भएको, त्यही भएर मैले सृजन भनेको है। त्यो पनि हो नाम। ए हो ए। अनि यता छ मनिष, हाम्रो भाइ मनिष। प्लिज यता हेर। उता मेरो बेबी निदाइसकेको छिन्, थकै लाएर बिचरा बेबी। यता छिन् सिर्जना। गोर कति राम्रो देख्यो तिमी त, फ्रेस फ्रेस। म यता छु। म कसरी देखिछु? कस्तो भइरह तिमीलाई भन त एकैचोटि। राम्रो भइरह, रमाइलो भइरह, फ्रेस भइरह। ए आज कति मस्त घुमियो। अब चाहिँ हामी हाम्रो ब्लगलाई यहीँ इन्ड गर्छौँ। सबैले बाई बाई भन, बाई बाई भन। बाई 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 बाई। हेलो गाइज, अब चाहिँ मेरा साथीहरू घुमेर फर्किन थालिसकेका छन्। अहिले छौँ हामी बस पार्कमा, बुटोलको बस पार्कमा। बुटोलको साथीलाई धन्यवाद दिने हो। कस्तो लाग्यो? वर्थ इट लाग्यो कि नै? रमाइलो लाग्यो। 2 दिनमा धेरै ठाउँ घुम्यो हो। भाइलाई कस्तो लाग्यो? मलाई नि एकदम रमाइलो लाग्यो, यादगार। यादगार सधैँभरि याद आउँछ न अब। ल अब चाहिँ यिनीहरू जाँदैछन्, ब्याग स्याग रेडी। यहाँ चाहिँ हाम्रो बेबी लुकेको लुकी गर्छिन्, लुक्न खोजिथिन् मसँग। तर दिदी जाऊ एकचोटि दिदीहरूसँग बस। यिनीहरूको बोन्ड एकदम राम्रो बनिसकेको छ बेबीसँग। अब छुट्टिँदैछौँ हामी सबै। ल अब चाहिँ हाम्रो भ्लगलाई यहीँ इन्ड गर्छौँ। ल बाई बाई।